हेलो एन्ड दर्शन नमस्ते सम्पूर्णमा। आज चाहिँ मेरो छोरीको जन्मदिन। मेरो छोरीलाई जन्मदिनको धेरै धेरै शुभकामना। 1 वर्ष पार गरेर दोस्रो वर्षमा टेकेको छन्। सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगतिको कामना सहित अरू कष्ट कहिल्यै नलागोस्। उनको सपना सधैँ पुरा होस्। उनलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। र विशेष गरी आज मलाई मेरो मनमा खुल्दुली लागेको एउटा कुरा यही बर्थडे, मेरो छोरीकै बर्थडे भएको कारणले एउटा मनमा खुल्दुली लाग्यो। हुन त सबैको सोच विचार अलग, धारणा अलग हुन्छ होइन, तर म अलिकति त्यसमा फरक सोच विचार भएको मान्छे हो कि जस्तो लाग्छ मलाई। र हाम्रो नेपाली परम्परामा बत्ती निभ्नु राम्रो होइन भन्ने छ। शुभ कार्यमा बत्ती निभ्नु राम्रो होइन, बत्ती निभेको राम्रो होइन भन्ने संस्कार चलन चल्ती छ। त्यो हाम्रो नेपाली समाजमा र धेरै ठाउँमा छ। कसै कसैले त्यसलाई मान्लान् या नमान्लान्। जुनसुकै कार्यमा पनि चाहे मैनबत्ती होस्, चाहे सलेदो होस्, दियो बालेको होस् होइन, त्यो निभेको राम्रो होइन भन्ने चलन छ। र विशेष गरी यो हाम्रो अहिले चाहिँ भोटाबाजी जस्तो भएको छ। अब कम्पिटिसन जस्तै एक अर्काले अहिले बर्थडे मनाउने धेरै नेपालमा चाहिँ यो बर्थडे मनाउने प्रविधिहरू बढ्दै गएको छ। त्यसकारण पनि अब बर्थडे मनाइन्छ, खुसियाली मनाउनु त राम्रो कुरा हो, तर केक काटेर त्यो बत्ती बालेर चाहिँ बत्ती निभाएर बर्थडे मनाउनु चाहिँ खै राम्रो हो कि नराम्रो हो यो कुरा मैले बुझ्न सकिनँ होइन। हुन त मैले अहिलेसम्म मेरो आफ्नो पनि र हाम्रो फ्यामिलीभित्र कसैको गरे त छैन, अरूको देखेको मात्रै हो। तर पनि मेरो विचारमा चाहिँ यो खास के हो, यसको बारेमा मैले चाहिँ नजानेको हो कि नबुझेको हो कि, र मलाई चाहिँ जहाँसम्म लाग्छ यो बाहिरी देशहरूले, अरू देशहरूले र अरू धर्मावलम्बीहरूले नै यो बनाएकोलाई विदेशी सिस्टम हो कि भन्ने मेरो एउटा धारणा हो। र हाम्रो परम्परामा पनि अब यो अहिले परम्परै जस्तो भइसकिरहेछ नेपालमा पनि। र खास कुरो यो के हो, तपाईँहरूलाई जानकारी छ, तपाईँहरूले यसको बारेमा बुझ्नु भएको छ भने भिडियो फुल हेरेर कमेन्ट गरिदिनु होला यो खास यथार्थ के हो। र यो दियो निभाएर, बत्ती बालेर निभाएर चाहिँ मनाउनु राम्रो हो या नराम्रो हो, तपाईँहरू बुझ्ने जतिले चाहिँ यसको कमेन्ट गरिदिनु होला। यो चाहिँ मैले नबुझेर नजानेर चाहिँ तपाईँहरूलाई यो भिडियो मार्फत एउटा सोध्ने प्रयास गरेको छु। कतिजनाले भिडियो हेर्नुहुन्छ, फुल भिडियो हेरिदिनु होला। भिडियो अलिकति लामो भयो, थोरै टाइम निकालेर भिडियो हेरेर यसको जानकारी दिनु होला है त।